कति गफ लाउँछौ भएको नभएको, रियल कुरा सुन सङ्खुवा सभाको। विश्वको 5औं शिखर मकालु हाम्रो शिर हो। 7,000 भन्दा माथिको 4वटा हिमाल त हाम्रै जिल्लामा छन्। विश्वको होचो उपत्यका हाम्रो आँगन। शिव पार्वती बस्ने गुफा हाम्रै जिल्लामा छ। शिवले नुहाउने धारा नै शिवधारा हो, त्यो पनि यहीँ छ। सतीदेवीको देब्रे आँखा त यहीँ पतन भएको हो, नपत्या सिद्ध कालीमा आएर हेर्दा हुन्छ। गणेशले वेद लेखेको भूमि सङ्खुवा सभा हो, अरूले भनेको नट हेर्दा हुन्छ। ताल पोखरी र कुण्ड त कति कति, झरनामा त हामी नुहाउन जान्छौँ। स्वाचीले खुकुरी, चैनपुरे करुवा, अल्लोको कोट र पाङमाली सरुवा, सभा खोलाको असाला माछा सङ्खुवा सवालीले बाहेक अरू कसैले खान पाछ? बरफभन्दा चिसो पानी त बरुणमा बग्छ, अनि सङ्खुवा सवालीलाई सक्छ। सङ्खुवा सवालीसँग गर्न सक्दैनौ सामना, गीत सुनेको होला नि, वारी जमुना पारी जमुना, जमुनाको फेदैमा मनोकामना भनेर साध्य छैन हौ। 32वटा गुराँस सुनेको होला तिमीहरूले, 29वटा त सङ्खुवा सभामा फुल्छ। 431 जातको चराचुरुङ्गी त हाम्रै वनमा डुल्छ। रेड पाण्डा र काँडे भ्याकुर यहीँ पाइन्छ। कालिजको मासु खाएर दाँत कोट्याउँदै हामी तिब्बततिर घुम्न गइन्छ। चिराइतो यार्सा गुम्बा 5 औँले ठुलो हो कति, बिखुमा पाखनबेद जडीबुटी त कति कति, एउटै घरमा अलैँची त कति फल्छ। 1 बोट रुद्राक्षको दाम मात्रै सुन्यो भने उस्तै मान्छे त ढल्छ। अलि वर्ष पर्का साथी हो, 900 मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाबाट नेपालभरि बिजुली बल्छ। अन्त्यमा प्लेनमा तुम्लिङ झरेर मोटरमा खाँदबारी गफै गर्ने भए आउ सङ्खुवा सभा बसौँला बात मारी।